सम्पूर्ण साथीहरू नमस्कार। आज धेरै खुसीको क्षण छ हैन। रिलायन्स स्पिनिङ मिल्सले चाहिँ सर्किट हानिरहेछ र धेरैजना साथीहरूले सोध्नु भएको थियो यो चाहिँ के गर्ने होला, तनाव भइरहेछ हैन भनेर। तपाईहरुलाई म छोटो किस्सा सुनाउँछु। यो अनअफिसियल भनौँ कि अफिसियल भनौँ हैन, यसमा चाहिँ माइने नराख्नु होला प्लिज है। यो डिस्क्लेमर जस्तो हो हैन। यसको आधारमा खरिद बिक्री नगर्नु होला। म मेरो आफ्नो व्यक्तिगत एसआई प्यानलको अनुभव सुनाउँछु है। एसआई प्यानल मेरो WCC 792.94 लगभग 93-94 कति थियो मैले फ्याट्टै चाहिँ हेर्नुपर्छ हैन। 792.93 हो यहाँ हेरेँ मैले हैन। र त्यसलाई चाहिँ धान्न गाह्रो भयो क्या। मलाई 1000 त 56 लगभग त्यहाँ चाहिँ 35% गेन गर्दाखेरि हैन अत्यन्तै टफ भएको थियो होल्डिङ गर्नलाई। अनि मैले चाहिँ त्यसमा भनौँ न एउटा 7-8 लाखसम्मको चाहिँ मार्जिन चाहिँ प्रफिट मार्जिन बनाएर म त्यसबाट निस्केको थिएँ अनेस्टली भन्नुपर्दा हैन। त्यस पछाडि जब आफूले 35% गेन गरियो त्यस पछाडि झन् उफ्रिन थाल्यो क्या। त्यसपछि झन् उफ्रेको रेन्जमा खान थाल्यो है। उफ्रेको रेन्जमा खान थाल्यो। 1800 सम्म पुग्यो। त्यसमा नि प्रफिट बुक गरियो। तर यो चाहिँ अनेस्टली भन्दा ब्रोकरलाई धनी बनाउने काम नगर्नु होला प्लिज है। यहाँ किन बेच फेरि किन बेच दो, किनेको मानि बेचेको मानि फेरि घटाएर हालिदिन्छ। सो यो सर्ट टर्म ट्रेडिङमा रमाए तापनि आफूले बोलिन्जर ब्यान्डको चाहिँ माथि जाउन्जेली चाहिँ होल्ड गर्नु होला हैन कि अब तपाईँ आफूलाई कति पर्सेन्टले पुग्छ हैन, 20% 30% हैन कति चाहिँ आफूले राख्नु भएको छ त्यसमा आफू डिटरमाइन्ड भएर एउटा चाहिँ टार्गेट सेट गरेर रहनु होला म भन्न चाहे हैन। राम्रो हुन्छ। हामीले अब त्यसलाई लङको लागि राख्न सक्नुहुन्छ भने पनि सक्नुहुन्छ। एसआई जस्तै अब मिल त अब मिल भइगयो अलवेज हैन। अब यसको बारेमा चाहिँ के भन्ने, अब यसले दिल खोलेर दिएको छ। दिल खोलेर दिउन्जेली हामीले हात थाप्ने हो। अब जब अनगनाउन थाल्छ, ल्याङल्याङ गर्न थाल्छ, ल हस्त नमस्कार भन्ने हो। अब हामी चाहिँ त्यो किसिमको परियो हैन। हिम्मतले नै छिर्ने हो, हिम्मतले नै निस्किने हो। तपाईँ कुन किसिमको कारोबारी गर्नुभयो मिलमा पनि त्यही अपनाउनु होला। अब यसैलाई आधार मानेर खरिद बिक्री चाहिँ प्लिज नगर्नु होला। यो डिस्क्लेमर हो मेरो। तपाईँलाई गफ लाग्ला, यो मेरो रियालिटी हो। अलि पछि तपाईलाई यसको म WCCहरू हैन यता त्यता कसैलाई चाहिँ शङ्का लाग्छ होइन होला, गफ दियो भन्ने लाग्छ भने पठाइदिन्छु म हैन। किता सहितको छ। मिलको पनि कुनै दिन WCC देखाउनु पर्ने दिन आएछ भने देखाउँला। चाहिँ आफू कुन किसिमको लगानी हो, क्याटेगोरी कुनमा परिन्छ चाहिँ हेरेर गर्नु होला। राम्रो छ। हौसेर भन्दा पनि यसलाई कसरी भने एउटा माइन्ड गेमको रूपमा राखेर माइन्ड गेम भएको भएर जुन आफ्नो कस्तो छ तपाईको साइकोलोजी, यो फेरि यसमा अनेस्टली भन्नुपर्दा किताब पढेर हुने हैन, अनुभवले पनि हुने हैन। अनुभवले हुने भए त्यो भारी बोक्ने मान्छे हैन, यता त्यताका मान्छेहरू सायद यसमा धेरै आइसक्थ्यो होला। अनुभवले हुने चाहिँ होइन। तर यसमा कहिलेकाहीँ हामीलाई भाग्यले पनि साथ दिनु पर्छ भनौँ न हैन। नत्र भने US इन्भेस्टिङ च्याम्पियनमा त्यत्रो हैन $10,000 चाहिँ त्यस्तो अरबौं सम्पत्ति पुर्याउने मान्छेहरू छन्, त्यो पनि 18 महिनामा। त्यो ट्रेडिङ भनेको चाहिँ एउटा साइकोलोजिकल गेम हो र यो अत्यन्तै टफ छ। चान्चुने मान्छेले गर्न सकिँदैन। यसको लागि तपाईलाई सेकेन्डरी मार्केटमा लगभग 8 देखि 10 वर्षको टाइम फ्रेम चाहिँ मलाई लाग्छ बिताउनु भएको थियो पहिलाको समयमा। अब अहिले त त्यति पर्दैन। पहिले हामीले चाहिँ लगभग त्यति व्यतीत गरिसकेको भएर बुल र बियर खेपेको भएर चाहिँ अलिकति गर्न सजिलो भयो मात्रै हो। अब अहिले पछिल्लो समय चाहिँ धेरैभन्दा धेरै स्टकहरू आइरह्यो। लिक्विडिटी त्यसमा प्रशस्त छ अनि भोलाटिलिटी धेरै भइसकेपछि खेल्नलाई पनि सजिलो भएको छ। पहिला त लिस्टेड भइसकेपछि उँधो जाने थियो हैन। अब अनि त्यति बेला अलिकति गाह्रै पनि थियो। तर अहिलेको त्यस्तो अवस्था छैन। सोलुमा पनि देखिहाल्नुभयो हैन। अब चाहिँ त्यही अनुसारले रणनीति अपनाउनु होला। हस्, ह्यापी ट्रेडिङ डे भन्न चाहन्छु। चाहिँ यो के भन्ने, अब 30% सम्मको मिनिमम प्रफिट भनौँ न, एउटा डिजिटल प्रफिट भइसक्यो भन्न
चाहन्छु हजुरहरूलाई कसको भएको छ कृपया कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला हस् धन्यवाद